हाम्रा बाख्राहरू छोटो भिडियो गर्न गइरहेको छु। दार्मा गाउँपालिकाको वडा नम्बर 1 मा पर्छ यो बगैँचा। नयाँ बस्ती हो, 11 वर्षको बस्ती हो यो। 11 वर्षको बस्तीमा यो बगैँचा लगाइरहेका छौँ। यसमा राज्यले दिनुपर्ने सेवा सुविधाबाट हामी वञ्चित भएका छौँ र आफूले गर्नुपर्ने मेहनत, हाम्रो परिवारले गर्नुपर्ने योगदान र यसमा लगाउनुपर्ने परिश्रम सबै हामीले पूर्ण रूपले यस बगैँचालाई हामीले राखेका छौँ। राज्यले दिनुपर्ने सेवा सुविधाबाट वञ्चित भएको कारणले हामी चिन्तितमा छौँ। त्यसैले यो बगैँचा हेरेर तपाईहरुले सबै कहाँ पुर्याइदिनु हुनेछ भन्ने पूर्ण विश्वास लागेको छ र यसमा साथ दिनुहुनेछ र हाम्रो नेपाल सरकारले पनि साथ र सहयोग दिनेछन् भन्ने पूर्ण आशा लागिरहेको छ। त्यसैले म यो भिडियो गर्न गइरहेको छु। सबैले लाइक, शेयर र कमेन्ट गरिदिनु हुनेछ भन्ने पूर्ण विश्वास राख्दछौँ। कि यसमा गल्ती भएमा गल्ती क्षमा प्रार्थी छौँ। यसमा सबै 700 पेरको प्लेट छ, 700 पेरको बगैँचा छ। यसमा अंगुरहरू पनि पाउनुहुन्छ, यसमा सेब पनि पाउनुहुन्छ, यसमा काती पाउनुहुन्छ, सुन्तला पाउनुहुन्छ, अमिला पाउनुहुन्छ, दिल्लीमा हजुरको उखु पनि पाउनुहुन्छ। दिल्लीमा तपाईको छेउछेउमा अलैँची पनि पाउनुहुन्छ। यसमा बीचमा फेरि हजुरको घट्ट पनि छ है। बगैँचाको बीचमा घट्ट पनि देख्न सक्नुहुन्छ। यो घट्ट हो, यो घट्ट पनि देख्न सक्नुहुन्छ। यसमा जस नभएको चिज केही पनि छैन। वरपर पानीका मुहानहरू छन्, मुहानहरू पनि छन्। यो घट्ट हो, हेर्नुहोस् हजुरको घट्टको कुला हो यो। घट्ट हो, घट्टको सिरानी हेर्नुहुन्छ, सिरानी हो। यो तलतिर घट्ट पर्छ। यो खोलादेवी पारितिर होइन, यो खोलादेवी वारितिर हो। हजुरको यो दिल्लीदेखि यतातिर हो पर्छ। यसमा सबै 700 पेरहरू छन्। हजुरको दिल्लीमा अलैँची खेती पनि गरिएको छ। त्यसपछि दिल्लीमा हजुरको बारको लागि, बगैँचाको सेफ्टीको लागि तपाईको टिम्बर पनि लगाएका छौँ। टिम्बर पनि देख्नुहुन्छ छेउछाउमा। उखु पनि देख्नुहुन्छ, उखु पनि छ, टिम्बर पनि छ। यसमा छेउछाउ सेफ्टीको लागि, बारको लागि पनि तपाईको लगाइएको छ। यसमा पाउनुपर्ने चिजहरू हजुरले सबै पाउनुहुन्छ। बिरुवाहरू उखु पनि छ हजुरको यहाँ। यसमा टिम्बर पनि छन्, यसमा अलैँची पनि छ, काफी, मौसम, सन्तला सबै 700 पेरको प्लेट छ हजुरको। अलैँची पाउनुहुन्छ, अलैँची दिल्लीमा अलैँची छन्, खोलाको काँडमा अलैँची पाउनुहुन्छ। त्यसपछि आँपहरू पनि छन्, नास्पाती पाउनुहुन्छ, सिमलाका नास्पातीहरू पनि छन्। यसमा नभएको चिज केही पनि छैन। हजुरहरूले आएर हेर्न सक्नुहुन्छ आजभोलि किनकि खुल्ला ठाउँ भएको छ। घाँस त्यतिको छैन, बर्सातमा घाँस पलाउँछ। आजभोलि घुमेर जान सक्नुहुन्छ। तपाईहरुले मन पराएमा आउन सक्नुहुन्छ, भिडियो गर्न आउन सक्नुहुन्छ। यसमा छेउछाउ किनारमा सेफ्टीको लागि अलैँचीहरू लगाइएको छ। चारैतर्फ हजुरको अलैँची छ। चारैतर्फ सेफ्टीको लागि अलैँची राखिएको छ र काक्ती फुलिराखेका छन्। फुलेको देख्न सक्नुहुन्छ काक्तीहरू। यसमा काक्तीहरू देख्न सक्नुहुन्छ फुलेको।
यो अलैँची डिलडिलमा अलैँची देख्न सक्नुहुन्छ। यो अलैँची हो हेर्नुहोस्। यो सिमलाको नास्पाती हेर्नुहोस् है। नास्पातीको पेरहरू छ यहाँ, नास्पातीहरू छ यहाँ हेर्नुहोस्। नास्पाती सिमलाको पेरहरू नास्पाती छ। काक्ती हो, काक्तीका पेरहरू। मन पराएमा लाइक कमेन्ट गरिदिनु हुनेछ भन्ने पूर्ण विश्वास राख्दछौँ। सिमलाका नास्पातीहरूका कलमहरू देख्न सक्नुहुन्छ। साना साना डिलडिलमा छन्, कहीँ खाली छैन। बोट बिरुवा सबै छेउछाउमा राखिएको छ, मिलाएर राखिएको छ। सिमलाका नास्पातीहरू पनि भेटाउनुहुन्छ यहाँ, बिचबिचमा छन्। यो बाक्लो किन लगाएको छ भन्ने महसुस हजुरले गर्नुभएको होला। यो सार्ने पनि सकिन्छ, बर्सातमा सार्न पनि सकिन्छ। बाक्लो भए पनि केही फरक पर्दैन, एउटा दुईवटा पेर फरक पर्दैन। यस सिमलातिर पनि लगाएका हुन्छन् जिम्मेदारहरूले, यसमा करेक्सन हुन्छ, कुनै फरक पर्दैन। अलैँचीको साना साना अलैँचीका मुनाहरू देख्न सक्नुहुन्छ यहाँनिर। त्यसपछि पानीका मुहानहरू भेट्न सक्नुहुन्छ यहाँ। यहाँनिर पानीका मुहानहरू, नास्पातीको पेरहरू, पानीका धाराहरू देख्न सक्नुहुन्छ। पानीको मुहानहरू, अलैँचीहरू। अलैँचीहरू देख्न सक्नुहुन्छ यहाँनिर। पुरै एरियामा घुम्न सकिएन, यसमा क्षमा प्राप्ति छु। हजुरहरूलाई छोटो भिडियो गराएर अपलोड गर्दैछु। सेयर लाइक मन पराएमा सेयर लाइक गरिदिनु हुनेछ पूर्ण विश्वास राख्दछु। र हजुर यति गर्दै म मेरो भिडियो बन्द गर्न लागिरहेको छु। मन पराएमा घुम्न आउनुहुनेछ भन्ने पूर्ण विश्वास राख्दछु। घुम्न आउनुहोला, घुमेर जानुहोला, भिडियो गरेर जानुहोला।